सबैजनालाई स्वागत छ फेरि पनि एक और नयाँ भिडियोमा। म चाहिँ अनि निस्केको ट्याक्क शान्ति चोकबाट तेल सेल हालेँ टरममा, पछाडि दुईवटा टरम हालेर अलिकति रिक्स छ। मलाई आज चाहिँ बिस्तारै जानुपर्ने हुन्छ। यो त हाम्रो दाइ पनि छ, हिजो अस्तिको घरमा यति दाइले चलाएको थियो। अब अर्को गाडी खालि दाइ चाहिँ स्पिकरमा बसिरहेको नि हिजो। अनि त्यही हो गाइस, भेट्दै गरौँला बाटोमा है त। म शान्ति चोकबाट भित्र प्रवेश गरिसकेको छु। त्यही हो, अब मलाई यहाँ 1 घन्टा जस्तो लाग्छ। अनि तेल हालेको छु 2 टरम। अलिक पोखिने रहेछ एउटा चाहिँ, त्यो सेप चाहिँ भरिनुपर्छ। म चाहिँ धेरै पछि 1 हप्ताभन्दा अलि बढी भएर भिडियो नहालेको। आज चाहिँ आउनेवाला छ है गाइस, बेलैमा ट्रक लाएर। अनि त्यही त हो, चिजहरू बवाल छ चितवनको। यो चाहिँ चितवन टाढी सौराभन्दा अलिकति सौरा जाने बाटो भन्दा अलि माथिबाट तिर्ने। हामी चाहिँ सौरा छेउछाउै हो। चट्ट लाएर हेर्दै गर्नु होला है त, इन्जोय गर्नु। त्यही हो, टाढी के अरे गडी पुगेर खतरा सिन हाल्दैछु म एकचोटि है त गाइस। त्यही हो, अहिले चाहिँ हामी जुटपानी कट्यो होइन, चट्ट लाएर। अब हामी गाडी पनि लाग्यो। अनि अरू चाहिँ के भन्नु, यो के भइरहेको गोब्रो यहाँ बल्लै छोड्यो, नजान्नु नै केही छैन होइन गाइस। अहिले चाहिँ हामी जुटपानी आइपुगेको अवस्था। अनि गोब्रोको चाहिँ के भइरहेको मैले बुझ्न सकिनँ। चलाइरहेको गाडी, किनभने भिडियो बनाउनै अप्ठ्यारो हो त्यहाँ बसेर। लाइट अफ हुन्छ, लाइट अफ भएपछि भिडियो त भइरहेको हुँदो रहेछ, तर कामै गर्दैन क्या। मेमोरीको कारण हो कि सेन्सर सिस्टम भएर हो कि गाह्रो छ यो क्यामेराको सिस्टम बुझ्नलाई। अनि अहिले चाहिँ शक्तिखोर हो, अब बुढा हिँड्छ। म चाहिँ यहाँ बस्छु टक्क लाएर। यहाँ डर त डरै हुन्छ, टोली हो होइन, तर पनि काजी हो, डराउने कुरै हुँदैन नि। सन्ध्या आइरहेको अवस्था, ट्याकल लाएर चिल 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 मिठो मिठो गाइस। के भन्छ अब, घरमा पनि आनन्दले हिँड्यो। भलै छ पलानाला है, क्यामेराले साथ नदिएको अवस्था आज। WWE च्याम्पियन भलै छ। सिन मात्रै इन्जोय है गाइस। आज म त्यति बोल्दिनँ, भिडियो बनाउँछु र मिठो बनाउँछु। कुखुराको फार्महरू नि छ। म चाहिँ यहाँ किन बसेको भन्दाखेरि भिडियो बनाउनु लागि चाहिँ होइन गाइस, किनकि मेरो यहाँ तेल छ, तेल पोखिसक्यो। यति पोख्यो भने त्यही त हो, महँगीको बेलामा गाह्रो हुन्छ। दरबा के अरे सब्जी होलापुर पुगिसक्यो। यो चाहिँ भर्खरै मिलाइखेरि सरर उतै पुग्यो। उतातिरको तारहरू नदेख्ने रहेछ क्या, मसिनो मसिनो तार रहेछ होइन। मलाई चाहिँ अलिकति धराप धराप भइरहेको, तर पनि केही छैन गाइस। एभ्रिथिङ इज ओके भने जस्तै हो, बवाल इन्जोय होइन। अहिले बिस्तारै बिस्तारै लिएर हिँड्छ गाडी। बुढा हुने बुढै हुन्छ नि, बिस्तारै हुन्छन् बाको मान्छे। जस्तो युवा हो नि अलिकति रन्किन्छ गाडी। त्यही हो, हेर्दै गर्नु गाइस, बहुत रमाइलो हुने होला हो। अनि सिन कस्तो आइरह, अनि यो कुन ठाउँ जाँदै हो कमेन्ट गर्नु होला। चिन्नुहुन्छ भने, चिन्नुहुन्न भने ठिकै छ, म लास्टमा भनौँला। काँटा गर्ने ठाउँ आइसकेको अवस्था होइन, चट्ट लाएर। यो चाहिँ हामीले काँटा गर्ने ठाउँ हो। अनि यहाँ चाहिँ बवालै हुँदैछ। विकास दाइ हुनु नगएको हो, विकास दाइ छ, विकास दाइ रहेछ काँटा गर्ने ठाउँमा। त्यही हो, यो चाहिँ नाङ्गो तार छ। डर त बवाल लाग्ने रहेछ यस्तोमा बसेर हिँड्नलाई। होस्, दाइले बिस्तारै चलाइरहेको गाडी। खोला अहिले केही पनि छैन यहाँ। बर्खामा चाहिँ डेन्जर हुन्छ अरे यहाँनिर। अनि माछा नि बवाल बवाल छ उतै बोलेर भनेर। टुरिस्ट एरिया नै हो यो। अब अलिअलि पाहाड देख्ने बित्तिकै नयाँ नौलो मान्छेहरूलाई त बवालै हुन्छ नि त। यहाँनिर दाइको रेस्टुरेन्ट, सानोतिनो रेस्टुरेन्ट छ। अनि हामीले गाडी साडी धुने, त्यहाँनिर नुहाउने सबै गर्ने ठाउँ चाहिँ त्यहाँ हो।
क्या हो गाइज है केही छैन बुढापाकाहरूले चलाउने यस्तै हो अहिले के भिडियो बनाइरहनु अरू नचिने मान्छेहरूको भन्ने कुरा हो त्यही भएर पज गरेको गाइज कति मान्छे त याङ्ग्री हुन्छ नि त किन भिडियो बनायो यताउति होइन पर्मिसन चाहियो यताउति भन्ने कुरा गर्छन् त्योभन्दा पहिला आफैले सचेत भएको राम्रो बवाल टर्निङ छ है गाइज डरै लाग्छ है टर्निङमा चाहिँ धेरै यस्तै टर्निङ हो कि अब माथिसम्म अनि त्यही भएर तेल ढल्न सक्छ भनेर म चाहिँ पछाडि बसेको त्यही हो गाइज अब धेरै भिडियो बनाउनलाई हामीसँग ऊ पनि छैन के अरे धेरै टाइमको भिडियो बनाएर युट्युबमा हाल्नलाई फोन पनि छैन सर्ट बनाउँछु अनि देखेर जाँडो कट्नुपर्छ म चाहिँ त्यही हो माथि गडी गएर भेट्नेछु है त गाइज गाह्रो छ सिटहरूलाई ढालामा बसेर मौज छ ठीक है गाइस अभी के लिए इतना ही ज़्यादा हो चुका है वीडियो और हमारा गुरु लोग आज के लिए इतना ही क्योंकि ज़्यादा मिनट हो चुका है मैंने देख लिया 12 हो चुका है तो आज के लिए इतना ही ओके सी यू गाइस।